खायो नि त मिठो छ होला यो खाएर लो पहिलो टेस्ट बताउनु त कस्तो छ जिब्रो टोक्दैन नि होइन मिठो चाहिँ हुन्छ गुलियो हुन्छ है गुलियो त हैन तै पनि ठिक्क छ क्या यो माली म चाहिँ यहाँ चाहिँ म चाहिँ यस्तोमा यहाँ रहेछ क्या डिफरेन्ट म दाइ मोह छैन यो खानुहुन्छ खाइहाल्छु नि म भए पनि यहाँ अलिअलि छ यहाँ छैन सुप कतिको छ बाबा खोइ उठाएर हेर्नु न हौ कस्तो पानी पानी लाग्यो काली साहब जान्दैन हजुर त्यही छ थाहा छ किन चिन्दैन त त्यस्तो त्यो मानिस चाहिँ कहाँबाट पुरानो साथीभाइ चाहिँ भन्नु चिन्दैन जितेको बर्थडे रहेछ त सालो भाइको बर्थडे रहेछ गाह्रो छ जित्यो नि होइन जित्यो भन्छ आजको खाजा चाहिँ म उहाँहरूको करेसाबारीबाट सुरु गर्दैछु भिन्डीबाट यहाँ त यो चाहिँ कस्तो भने काँचो कच्चिलो खान सजिलो अनि त्यसलाई जान पनि सजिलो भोलिलाई बल गर्न यति डाँडा आउँदाखेरि दिएको दिएकै छ क्या बिचरा हामी बुढाबुढी हुँदादेखि साधु खाएको होइन त्यति बेलादेखि अहिलेसम्म जस्ता जस्तै भैया दाल दिजिए न वो वाला 5 रुपियाँमा साधु खाना सुरु गरेको अहिले 40 भयो होइन इन्डियाको फेमस छ त्यो यो यसो कमाल हो कि ल सबै आमै केर्जी आउनु भन नि त
आयो आयो मनमा मेरो यहीँ झर्ने हो अब हिँड्ने कति हो हिँड्नुपर्ने यहाँनिर नि आधी घन्टा अलिक बढी कहाँ अरे दीपक ल्याउँदै भैया 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 मुस्कुराइए ना भैया भैया आप कीजिए ना भैया लोकेसन हेर्ने आज भ्यायो भने आज पर्छौँ न भोलि देउरालीमा बतास चल्यो प्रोजेक्ट गर्ने प्लान भइरहेको छ यो कटुस होइन सबै होइन मुभी नि हो कटुस हो नि यो हजुर सब कटुस हो हजुर नि ओ यार यो त चिप्लो रहेछ यार लु म गइन म गइन होइन होइन यो हामी यो के गुफा भन्छ अरे सर यसलाई के गुफा हो यो हजुर ऊ चमेर हिँड्यो भर्खरै चमेरा छ भित्र आम ब्याटम्यान हामी अहिले गुफाभित्र चाहिँ प्रवेश ए यहाँ देवी देवता बस्ने गुफा पहिले यो गुफाको नाम के छ ओहो सक्सेसफुल पिपल कांग्रेचुलेसन कांग्रेचुलेसन चिप्लाउने अङ्कल चिप्लिने डोप आदिम दर्शमिन हेर्नुहोस् यसलाई के भन्ने संस्कृतमा हम तो लडेंगे साथ लडेंगे मेरो दाई मेरो भाइ सालो मेरो भाइ त्यति प्रुफ गर्नलाई चाहिँ सिर्दैन होला कडा छ त्यस्ता नाक ढुङ्गा हामी फर्स्ट टाइम ढुङ्गा थुपारेको छ
आइपुग्यो ल लाग भन्छ होला उता चाहिँ नान्नु उहाँलाई मजा आइरहेछ ल तपाईँलाई एउटा स्टेरिङ दिनु त पुरानो स्टेरिङ छैन यसो डिक्की थियो भले मेरो भाइ खडे ठ्याक्कै 12 बज्यो क्या यार टप छ त यतिखेर चाहिँ नकुद्नु पर्थ्यो छ त यार कति 12:30 भयो 12:05 भयो नि ठ्याक्कै मध्याह चाहिँ भएको रहेछ नि त मध्याह र पो बर्बाद हो त यहाँ त असारको दिनमा अनि के दिनको 12 बजे लोकेसन दिनको 12 बजे लोकेसन बगरमा तपाईँको यो भएन एउटा यो जङ्गलदेखि उतापट्टि हुँदा छेल्न चाहिँ छेल्दो रहेछ क्या माथि योदेखि तल्लो भएको छ नि त्यसले चाहिँ ठ्याक्कै खोला छेल्दो उयो माथि छेल्दो रहेछ ठिकै छ कि अन्त यतिको भएर आइएछ यस्तै भयो 12 बजेका घाममा झापामा स्विमिङ निशुल्क स्विमिङको व्यवस्था गरेको छ क्या यहाँ त्यही ऊ एकजना पौडी खेल्दै रहेछ त्यहाँ ए थुपारेको माथि हल्का यता यता यता
बनिसक्न आँटेकोबाट इन्ट्री गर्ने कि रिभिल गर्दै जाने कि हल्ला हल्ला छ होइन